सम्बन्धी छ। यो चाहिँ ख्याल गरिदिनु होला। हजुरलाई फेरि कसरी राख्यो भन्ने पनि होला। ग्रुप डी जानकी समूहको लागि चाहिँ म प्रश्नहरू सोध्छु, उहाँहरूले चाहिँ एन्सर भनिदिनु होला र उहाँ सर म्यामहरूले चाहिँ भिडियो गर्नुभएको छ। यसको एन्सर सही गलत म केही भन्दिनँ। पछि के हुन्छ त्यो अनुसार चाहिँ कतिवटा मिले कतिवटा रङ भए हामी पछि नै निर्कल गर्नेछौँ। रेडी हुनुहुन्छ? जानकी समूह। जानकी समूहको लागि चाहिँ टाइम सुरु। भाषा आयोग सम्बन्धी व्यवस्था नेपालको संविधानको कति धारामा रहेको छ? पास। सदर चिडियाखानाको स्थापना कहिले भएको हो? 1998। क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो उपमहानगरपालिका कुन हो? राजा विमानस्थल कुन जिल्लामा पर्दछ? पास। बच्चाको नैटो झरेको दिन सुत्केरी चोक्काउने जाति कुन हो? पास। जानकी समूहले 4वटा प्रश्न पास गरेको छ भने एउटा प्रश्नको जवाब दिएको थियो। दुईटा प्रश्नको जवाब दिएको थियो। कृपया एन्सरहरू भनिदिनु होला। अब चाहिँ भन्दा पनि के हुँदैन यो ग्रुपको। दुईटा भनेको थियो। एउटा चाहिँ 1998, अर्को 12 कलैया। सदर चिडियाखानाको स्थापना 1998 भनेको थियो। यो गलत जवाब हो। यसको सही जवाब हो विक्रम सम्वत 1989। अर्को 12 कलैया। अनि 12 कलैया भनेको थियो सानो उपमहानगरपालिका। यो पनि गलत जवाब भयो। र यसरी जानकी समूहको चाहिँ ऱ्यापिड फायर राउन्डबाट 10 नम्बर कट्टा भएको छ। ए हो ए बेसी ए हो। अब बाहिर रहेको छ मेची समूहको। मेची समूह रेडी हुनुहुन्छ? हजुरहरूको समय सुरु हुन्छ। अब धार्मिक स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था नेपालको संविधानको धारा कतिमा रहेको छ? 26। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापना कहिले भएको हो? पास। क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठुलो नगरपालिका कुन हो? सिद्धगङ्गा नगरपालिका। रुम्जाटार विमानस्थल कुन जिल्लामा पर्दछ? पास। जन्मने बित्तिकै 1 वर्ष मान्ने जाति कुन हो? पास। मेची समूहले प्रश्न नम्बर 1 को 26 भनेको छ। 2 नम्बर पास, 3 नम्बर सिद्धगङ्गा, 4 नम्बर पास, 5 नम्बर पास। यसरी मेची समूहले चाहिँ 2वटा प्रश्नको सही जवाब दिन सफल भएको छ। दुईटा करेक्ट। 20 धार्मिक स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था नेपालको संविधानको धारा 26 मा रहेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापना सन् 2002 जुलाई 1 मा भएको हो। क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालिका सिद्धगङ्गा नगरपालिका हो। अर्घाखाँची जिल्लामा पर्दछ। रुम्जाटार विमानस्थल ओखलढुङ्गा जिल्लामा पर्दछ। जन्मने बित्तिकै 1 वर्ष मान्ने जाति शेर्पा हो। -5 होइन?